अरूलाई पढ्दाखेरि कानुन सम्मत, आफूलाई पढ्दाखेरि प्रतिश्रुत। हिजोको दिनमा रवि लामेछानेलाई खुक्खार अपराधी हो जसले हेरेकै भरमा, हात हल्लाकै भरमा र छोड्यो भने त देशमा बम हानेर भोलिको दिनमा ध्वस्त बनाउँछ भन्ने जस्तो ट्विट गरिरहेका थिए यिनीहरूले नै, यिनीहरूकै सरकारमा। आज भने उनीहरूको व्यक्ति पक्राउ पर्दाखेरि, उनीहरूको पार्टीको व्यक्ति पक्राउ हुँदाखेरि यिनीहरूको रोइलो हेर्नुहोस् त, यिनीहरूको जात्रा। हिजोको दिनमा पद्मा अर्यालले अन्तर्वार्तामा होइन कसले छोपेर राखेको छ, छानबिन गर्नुहोस् न, कानुन सम्मत कानुन नियम अनुसारको छानबिन गर्नुहोस्, कसले नै भनेको छ, तर प्रतिस्रोत पो लिनु भएन त, छानबिन त गर्न पाइयो भन्ने जस्ता अभिव्यक्ति दिने। यता भने स्पेसल कोर्टमा जो अहिले राजसभाको कार्यकालबाट स्टार्ट भएको छ त्यो कोर्टमा यिनीहरूको रुवाबासी हेर्नुहोस् त। अभियोग के लगाइएको छ, दफा कुन कोर्ट गरिएको छ भन्दाखेरि सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसुर गरेको आरोप लागेको वा कसुरमा संलग्न भएको वा सोको शंका गर्नुपर्ने मनासिब आधार भएको व्यक्ति फरार हुने वा कुनै प्रमाण लोप वा नाश गर्न सक्ने, अनुसन्धानको कारबाहीमा बाधा अवरोध गर्ने वा प्रतिकूल प्रभाव पार्न सक्ने मनासिब आधार भएमा निजलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम थुनामा राख्ने। यो अवस्था के भने यो अवस्था कसरी आयो? यो अवस्था तिमीहरूकै कारण आयो। बेलैमा संविधान कानुनमा टेकेर काम गरिदिएको भए, घुस नखाइदिएको भए नि यो अवस्था आउँथेन। जे होस्, जनताले यत्रोसम्म पढाउन नसकेको तिमीहरूलाई संविधान कानुन, जे होस् राजसभाको छोटो कार्यक्रममा तिमीहरूलाई राम्रैसँग पढाउने भयो। यो चाहिँ खुसीको कुरा हो।